हेलो गाइस, के छ? वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी बिहानै माछा मार्नको लागि आएको होइन। हिजो चाहिँ हामीले माछाको लागि पासा हालेको थियौँ र आज चाहिँ बिहानै झरला उतार्न आएको। अनि तर एकदम चिसो भइरहेछ। तपाईँ पनि देख्न सक्नुहुन्छ यहाँ होइन। एकदम यहाँ देख्न सक्नु कस्तो भिडहरू छ यहाँ। एकदम पाखाहरू छ होइन। ठाउँ चाहिँ एकदम अप्ठ्यारो छ, डरलाग्दो भेरलाग्दो ठाउँ छ होइन। हेर्न सक्नुहुन्छ एकदम चिसो छ। हामी चाहिँ टक्क यहाँ कट्टु भेस्टसँग टक्क नाङ्गै आइरहेको छौँ। एकदम चिसो छैन दाइ? हो भाइ, चिसो त अझ हाम्रो बाँकी कति छ झरला उतार्न? छन्, धेरै छन् भाइ। 20-25वटा छन् अझ बाँकी। हामीले चाहिँ 20-25वटा छन् ल। 30वटा हालेको, 3-4वटा जति उतारिसक्यौँ। एउटा माछा छैन तर 20वटा चाहिँ बाँकी छ अझ पनि। आशा छ केही माछा पर्छ कि भन्ने आशा छ होइन। तपाईँलाई त्यो भिडियो पनि देखाउँछु परेपछि। र एकदम होला यस्तो डेन्जर, एकदम डेन्जर ठाउँ हो नि त यो। एकदम डेन्जर ठाउँ होइन। ज्यानमा ठाउँ हो कि नि त? भिडै भिड होइन। बाटो पनि एकदम अप्ठ्यारो छ गाइस। तपाईँको चाहिँ यस्तो भिडहरूमा हिँड्नुपर्ने हुन्छ होइन। देख्न सक्नुहुन्छ यस्तो भिडहरूमा हिँड्नुपर्ने हुन्छ हामीले होइन। एकदम बहुत खतरनाक ठाउँ छ। नदी देख्न सक्नुहुन्छ, एकदम डरलाग्दो नदी छ होइन। ल माछै छैन क्या है यो एउटा पनि। ल एउटै परेन होइन। 10वटा झरला उतारिसक्यो तर माछा एउटै छैन। यस्तो चिसो भएको छ, यस्तो चिसो भएको छ तपाईँको चाहिँ। एउटा नि माछा परेको छैन, 10वटा उतारिसक्यो। भनेपछि अब 10वटा जति बाँकी छ। के हुन्छ त्यो गाछ होइन। आज हामी चाहिँ माछा मार्न आएको तर झिङ्गा मुजी एउटै छैन। घन्टा जस्तो एउटै परेन होइन। ठिक छ तर पनि खुसी छु, एकदम चिसो भइरहेको छ होइन। हेर्नुहुन्छ कस्तो हालतमा छु, एकदम बिग्रेको हालतमा छु होइन। चिसो भएको छ यस्तै हो होइन। माछा पनि परेन। अब माछा परे भयो सम्झिन्थेँ मैले। यस्तो है, यस्तै हामी त माथि त्यो डाँडाबाट आएको होइन। लगभग घरमै जान 4 घन्टा जति लाग्छ। त्यस्तो चिसो पानीमा बिहान माछा उतार्यो है तर एउटै परेन, के गर्ने होइन। रित्तो छ यार, रित्तो छ, रित्तो है।